उठारे हात 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 जे भइर पनि यार स्वयं होइन नि आज कुण्ड भनेपछि शम्भु हो कि सम्भव हो जय शम्भु जय भैरव ल भैरव कुण्ड भाइ अब ओह्रालो जाँदाखेरि के देख्ने हो थाहा छैन ल साथीहरू मेरो अगाडिको भ्लग मजाले हेरेर आउनु भएको छ भने अब हामी फर्किएको एक्सपिरियन्स पनि तपाईँहरूलाई देखाउँदैछौँ मजाले हेरिदिनु होला है त हामी ल फर्किसकेका छौँ एक हप्ता बिराएरै आउनु एक हप्ता बिराएर आउनु होइन अलि माथिसम्म हिँड्न पनि गाह्रो त्यही हो यसको म चाहिँ मेरो पर्सनल एक्सपिरियन्स चाहिँ कस्तो रह्यो तपाईँलाई म यो नेक्स्ट भ्लगमा चाहिँ देखाउँछु भ्लगमा नेक्स्ट भ्लगमा देखाउँछु मेरो यो उकालो ओह्रालोको एक्सपिरियन्स कस्तो भयो भनेर चाहिँ म तपाईँलाई नेक्स्ट भ्लगमा देखाउँछु अहिलेको लागि चाहिँ एक्टिभ काठमाडौँ हुँदैछौँ त्यति बेलाको सम्मको भ्लग यो भ्लगमा आउनेछ है त उकालो सुनेकै ज्वरो आउँछ है केटाहरूलाई साथीहरूलाई लेग लागेर पुरै बमिट हान्दै गएको छ फेरि तलतिर ल झरेर सुप खानु पर्यो क्या सुप चट्ट यति केटाहरू मिल्यो भने त एउटा कुखुरै हानेर सुप हान्दै भइगयो नि होइन मासु खाने होइन सुप चट्ट होइन लेममा हानेर चट्ट कोदोको ढेँडो बनाउनु लाउने सुप खाने चट्ट जाँदा त छुट्टै इनर्जी आउँछ नि फेरि दाजु फेरि जानु लाग्नु भयो मासतिर ए भर्खर आउँदै हो कि खाऊ दाजु आउँदै तपाईँ भर्खरै हो र एक्लै खोइ त साथीहरू साथी ए ल हाम्रो त नि डेन्जर हुँदो रहेछ एक्लै ट्रेक सही हो रमाइलो थियो नि केटाहरू जाने बेस्ट भनेको होइन एटलिस्ट 2 जना जाने त्यही सोलो ट्रेक पनि रमाइलो हुन्छ नि रमाइलो हुन्छ सुरुमा त अलिकति ल्याङल्याङ हुन्छ जस्तो लाग्छ त्यसपछि त सेकेन्ड थर्ड टाइममा त नेचुरल लाग्छ क्या मैले सानो सर्ट हाइक त गएको छु त्यो अलिकति माथि कालुपाण्डी थाहा छ तपाईँलाई कलङ्गी मासतिर कालुपाण्डीको डाँडासम्म चाहिँ हाइक ट्रेक हजुर शिवपुरी चाहिँ हाइक गएको छु नि फुलचोकी कति छ यता त गएको छ सर्ट ट्रेक भनेको अस्ति भर्खरै त्यहीँ गयो हो एक्लै सोलो ट्रेक पनि रमाइलो हुन्छ तर धापड्याम त मलाई त्यो सुनेरै जानु मन लागेन यार शिवपुरी चाहिँ सबभन्दा वर्स्ट नै लाग्छ मलाई सुनेरै क्या जानु त गएको छैन रमाइलो होला तर मलाई चाहिँ खासै मनै लागेन केटाहरू अरू गाउँको मान्छेहरू सुनेर पनि तर तपाईँहरू चाहिँ यो मेरो भ्लग हेरेर यो भ्लगमा मात्र यति रमाइलो छैन कि भ्लगभन्दा धेरै रमाइलो छ यो ठाउँ खुल्ला आँखाले हेर्नु र क्यामेराबाट हेर्नु धेरै नै फरक हुन्छ होइन दाजु खुल्ला आँखाले हेर्नु र भ्लगमा हेर्नु धेरै नै फरक हुन्छ आउनु होला घुमेर जानु होला रमाइलो गर्नु होला तर यार यो उकालो त आउनै हुँदैन त्यो ल्यात्तै हुन्छ त तर मसिनो हिउँ आइरहेछ अलिअलि हिउँ परिरहेछ पर्न चाहिँ त्यही हो गाइज फर्किँदैछौँ हामी 1% पनि हिँडिसकेको छैन सक्न चाहिँ ओह्रालोको हिँडाइ कस्तो हुन्छ तर यार लोड थाकिने उकालो त यार ताप्लेजुङमा केबल कार हाल्नुभन्दा यहाँ आएर केबल कार हालिदियो बरु किन लफडा ताप्लेजुङमा बेकार होइन होइन ब्रदर ताप्लेजुङमा लफडा गरिरहनु भन्दा यहाँ आएर केबल हालिदियो भनेको छ
त्यही हो टिकटकले डुबाए है दाइ टिकटकले डुबायो नि तपाईँ कति घन्टा लाग्छ भनेर आउनु भएको यो मान्छेले भिडियो पठाइदिन्छ कति 3 घन्टामा तल अनि त्यसपछि 2 घन्टा म्याक्सिमम 2 घन्टा नहिँड्न सक्नेले भनेर आएको यहाँ आउँदा कति घन्टा लाग्यो यहाँ त अब कति 6-7 घन्टा लाग्यो 6-7 घन्टा फर्किने त दाइ कुरै छैन फर्किने त बाँकी नै छ अझै फर्किने छ त्यही हो टिकटक हेरेर चाहिँ टिकटकमा चाहिँ केही पनि विश्वास नगर्नु त्यो टिकटक भनेको यो टिकटक बन्द गरेको काम ठिकै रहेछ क्या दाइ टिकटक भनेको चाहिँ यस्तो रहेछ क्या त्यो ट्राभलरहरूले त्यो जुन ट्राभल खोलेर बसेको छ नि उनीहरूले हाल्ने हो क्या अनि उनीहरूले हाल्ने उनीहरूले त्यसो गरेर कस्टमर जम्मा गर्ने अनि ट्याक्क अब एउटा गाडी रिजर्भ बुक गर्ने उनीहरूले सट्ट ल्याइदिने अनि भाडा लिइदिने अनि यहाँबाट मजाले हिँडाइदिने त्यस्तो लाग्यो मलाई चाहिँ अस्ति हामीले त्यो विराट भाइले नि फोन गरेको थियो क्या त्यो ट्राभलकै मान्छे भने नि विराट फोन गरेको त्यही हामीलाई 1.5 घन्टा लाग्छ तल त्यो के भन्ने ठाउँ फेरि अघि तल आएको बगाम होइन हौ माथि चोकरसम्म बाइक जान्छ भने होइन त्यो मान्छेले चोकरसम्म चाहिँ बाइक जान्छ त्यहाँबाट चाहिँ 1.5 घन्टादेखि 2 घन्टा हिँडेर चाहिँ माथि पुग्न सकिन्छ भनेर भनेको तर मायासँग त्यो मान्छेलाई काट्नु पुगेपछि फेरि फोन गरेर थर्काउँछु फोन नम्बर यहीँ छ त्यस्तो झुट बोल्दिनु त भएन नि यार जे छ त्यही भनेर सकिहाल्दिनँ होइन त्यसले त्यही त त्यो ट्राभलवाला नै रहेछ क्या त्यही हो टिकटक सिकटक यताउति सोसियल मिडिया भनेको मेन चाहिँ टिकटक हेरेर चाहिँ नआउनु युट्युबले कुनैले फेक हाल्छ तर मेरो जेन्युन सल्लाह भने चाहिँ के हो भन्दाखेरि तपाईँहरू एक दिनमै फर्किन्छु माथि यहाँ के अरे यो भैरवकुण्ड माथि एक दिनमै आएर फर्किन्छु भन्ने सोचले चाहिँ बिल्कुल नआउनु होला आउनु तल बेस क्याम्प बस्ने राति टक्क बिहानै 3 बजी उठ्ने हिँड्ने माथि 9-10 बजी पुग्छ सट्टै 1-2 घन्टा बस्ने धेरै बस्यो भने फेरि लेक लाग्न सक्छ अलिकति हाइट छ 42 मिटर भनेको हाइट नै हो अनि सट्टै आधी घन्टा बस्ने तर लेक लाग्न सक्छ औषधि दबाई यताउति अदुवा लसुन बोकेर आउने मरिच हालेर चिया थर्मसमा चट्टा हालेर ल्याउने बरु मन तातै भयो भने खाने त्यति चाहिँ व्यवस्था गरेर आउनुपर्छ नत्र यत्तिकै हावातालमा टिकटकको भरमा आयो भने चाहिँ हामीले पाए जस्तो दुःख त के नहुनु आगो हामी आगो भयो भने यति त हिँड्नै पर्थ्यो हाम्रै कन्सेप्टले आगो भयो नि तर टिकटकले अलिकति झुट बोल्यो हाम्रो चाहिँ छुट्टै कन्सेप्ट गयो नि त 1-1.5 घन्टा 2 घन्टामा लाग्छ भनेर आएको क्या सोचले अब एक दिनमै फर्केर गइदिने काठमाडौँ एक दिनको त ट्रेक रहेछ नि भनेर आएको एक दिनको ट्रेकमै हिउँ खेल्न पाइन्छ भनेर आएको कहाँ एक दिन यार 2 साढे 2 दिन त रिल्याक्सले आनन्दले ट्रेक गर्छु भनेर सोचेर आयो 2 दिनदेखि साढे 2 दिनमा चाहिँ काठमाडौँ नै पुग्न सकिन्छ त्यो त इमर्जेन्सीको लागि तर यहाँ यो ठाउँले चाहिँ केही व्यवस्था गर्नुपर्ने यार है तल बेस क्याम्पमा हेलिकप्टरसँग यसो केही नभए नि इमर्जेन्सीको लागि माथि आएको मान्छेलाई इमर्जेन्सी केही कन्ट्याक्ट हुने ठाउँ बिचमा केही राखिदिनु पर्ने व्यवस्था गर्नुपर्ने त्यो चाहिँ गरिदियोस् भन्ने हो केही इन्फर्म नै जाँदैन यहाँ मान्छेलाई केही भइदियो भने कोही सोलो आएछ भने या केही भइदियो भने तल केही थाहा नै हुँदैन क्या त्यही भएर अलिकति सोचेर एकदम फुल्ली प्रिपेयर भएर चाहिँ आउनु होला 2 घन्टा हिँडेर माथि के अरे कस्तो नाम बिर्सिन्छु कि गएर आएर नि यार चोकर मोकर होइन कि माथि भने भैरवकुण्ड 2 घन्टामा भैरवकुण्ड पुगेर आउँछु भनेर सोचेर आयो भने चाहिँ तपाईँहरू एकदमै सरप्राइज हुन्छ बिग सरप्राइजमा पर्नुहुन्छ तपाईँहरू बिग सरप्राइजमा पर्नुहुन्छ त्यही भएर साढे 2 दिनको चाहिँ एकदम मजाले टाइम छुट्याएर आउनुपर्ने हुन्छ ल त्यही हो सल्लाह सुझाव मेरो सल्लाह सुझावले फेरि ब्याट्रीले हानिसकेको छ नि त ठुलो ब्याट्री हिउँ पऱ्यो नि त नि ल है गाइज ल यस्तो हुन्छ ट्रेक आएपछि यस्तो हुन्छ यस्तो ठाउँमा आएपछि यस्तो पनि हुन्छ है बबाल हिउँ पऱ्यो रमाइलो भयो हिउँ पर्दैछ थोरै मसिनो परिरहेको छ तर यस्तो दामी देखिरहेको छ यार यो क्यामेरामा देखिन्छ कि देखिँदैन यार जुम गर्दा पनि देखिन्छ यस्तो दामी टक्क हिउँ परिरहेको छ
यो ब्याट्री लो भएर तनाव भयो साथीहरू ल त्यही हो गाइस हिउँ परेको एक्सपिरियन्स पनि गर्न पाइयो लाइभ फर्स्ट टाइम दामी ओहो सिनेमेटिक खिच्दियो नि प्लिज मेरो सिनेमेटिक खिच्दियो विराट मार्दियो टाढा हौ धेरै टाढा ल यो यस्तो मिठो परिरहेछ खाइदिउँ क्या मुखमै पऱ्यो ल साथीहरू यो चाहिँ तपाईँहरू इनकेस केही गरी हिउँसिउ खेलेर माथिबाट भैरवकुण्डबाट फर्किँदाखेरि हिउँसु पऱ्यो भने बस्ने ठाउँको व्यवस्था पनि छन् छ यहाँ टक्क बबाल घर बनाइरहेको छ हिउँसिउ पर्दाखेरि यसो रेस्ट गर्नको लागि ठाउँ हो यो चाहिँ अहिले चाहिँ हामी ठ्याक्कै अघि जहाँबाट हामीलाई 2 घन्टा लाग्छ भनेको थियो त्यसको अलिकति माथि हामी यहाँबाट अब हामीलाई त्यो अघि नै तल हामीले खाजा खाएको थियो नि त्यो ठाउँबाट यहाँ आइपुग्न हामीलाई 2 घन्टा लागेको थियो 2 घन्टा जति लाग्यो त 2 घन्टा यहाँबाट उता 2 घन्टा के हो खानु ल यस्तो चक्लेटहरू पनि लिएर आउनुपर्छ बाटोमा ल थोरै छ टक्क है पिनट टक्क खाँदाखेरि चाहिँ इनर्जी आउँछ सो त्यही भन्दै हामी चाहिँ फर्किँदैछौँ खुट्टा खाँचिएर नङ दुखेर बिजोग भयो यहाँ हामीले आएर खाजा खाएको ठाउँ चाहिँ यो तलको यो छाप यहाँनिर यहाँ अलि निलो देख्नु भएको छ यो निलो देखेको ठाउँ त्यो हो अहिले चाहिँ यति माथि छौँ लास्ट गाह्रो हुन्छ उकालो त देख्न मात्र नजिक हो लास्ट टाढा छ 2टा कि 3टा डाँडा कटेर जानुपर्छ ओह्रालो हिँड्न चाहिँ छिटो त छिटो हुन्छ तर खुट्टा खाँचेर नङ दुखेर यो खुट्टा काम्छ क्या त्यही भएर ओह्रालो हिँड्न गाह्रो चाहिँ त्यो उकालो चाहिँ अब तलबाट माथि आउँदाखेरि त्यही त हामी अल्टिट्युडको कारणले अनि अक्सिजन कम हुँदै जान्छ हामी त्यो तल बसेको मान्छे त्यत्रो हाइटमा आउँदा त्यो अक्सिजन कम हुन्छ कि त्यही भएर गाह्रो हुन्छ ओह्रालो फर्किँदा चाहिँ त्यो खुट्टा काटिदिन्छ खुट्टा काम्ने आएर छ जे होस् एक्सपिरियन्स चाहिँ रमाइलो छ जे होस् सबैजना एकचोटि चाहिँ आउनु होला यो सिन्धुपाल्चोकको भैरवकुण्ड भन्ने ठाउँ तर टिकटकको भरमा चाहिँ नआउनु सबै आफैले हेरेर सर्च गरेर कहाँसम्म गाडी जान्छ सबै कुराहरू बुझेर चाहिँ आउनु होला त्यही नै भन्न चाहन्छु फेरि पनि त्यही भने अहिले त्यही हो गाइस जुत्ता चाहिँ अलि हार्ड सोलवाला भन्दा नि रबर सोलवाला लगेर आउँदा बेस्ट हुन्छ चिप्लिने धेरै हुन्छ रबर सोलमा चाहिँ त्यति धेरै नचिप्लिँदो रहेछ गोलिस्टार अझ दाजु गोलिस्टार बेस्ट रहेछ है यो गोटीवाला मसिनो गोटीवाला यो गोलिस्टार चाहिँ एकदम बेस्ट हो मैले चाहिँ यस्तो स्पोर्ट सुज लगाएर आएको छु यो पनि यस्तो नराम्रो त छैन राम्रो चाहिँ अहिलेसम्म चिप्लिएको छैन एक ठाउँमा चिप्लिएको तल अघि मासतिर आउँदाखेरि अहिले तलतिर ओह्रालो जाँदाखेरि चिप्लिएको छैन अलिकति यो आइसवाला ठाउँमा भन्दा पनि यो अलिकति हिउँ फुक्का भएको ठाउँमा चाहिँ नयाँ ठाउँमा हिँड्दा चाहिँ खासै चिप्लिँदैन यो अरू हिँडिसकेको पाइलामा हिँड्न थाल्यो भने चाहिँ फेरि लडेर फेरि त्यस्तो आइसमा यो पछाडिको ठोक्किँदाखेरि त्यसपछिको स्वर्ग छुट्टै हुन्छ नि फेरि अहिले को लडेर विराट भाइ लडेको विराट भाइ लड्यो भनेर कुद्दै हेर्न आएको हेर आफै लडिदिएर त्यही हो अलिअलि हिउँ परिरहेछ फर्र ल बाटो अप्ठ्यारो छ भ्लग सर्ट हुनसक्छ हेरिदिनु होला सबैजना फर्किँदैछन् जाँदै पनि छन् हजुर हो र बस्नु मजाले अघि मलाई 2-3 ठाउँमा त्यस्तो मलाई बस्नु नबसिकन ठिकै हुँदैन यस्तो हुन्छ अलिकति क्राम्स यताउति बाउडिने हातखुट्टा बाउडिने हुन्छ त्यस्तो बेला चाहिँ बस्दिहाल्नुपर्छ कि कहाँनिर यस्तोमा यता
मेरो चाहिँ यस्तो यो तिग्रा क्या यो हिँड्नै नसक्नु झन् उकालोमा झन् यी तिग्रामा त्यस्तो आउँदा त मरौँला जस्तो हुने हजुर एकछिन रेस्टै गर्नु नत्र फेरि हुन्छ ल गाइजहरू आउँदैछ विराट भाइ पनि आइसकेको छ हाम्रो डाँडैभरि छ जोस आइरहेको छ विराट भाइ अहिले चाहिँ कुद्छ त केटो त के हो अहिले त ल ल हामीलाई चाहिँ एकदमै गर्मी भयो क्या साथीहरू यहाँ आउँदाखेरि चाहिँ विराट एकदमै गर्मी भयो अनि टक्क रेडबुल झिकेर खानु लाग्यो लास्टै गर्मी हुँदो रहेछ साथीहरू गर्मीमा यतिको लुगा चाहिँ लाएर आउनुपर्छ नि फेरि यो एकदमै गर्मी भयो अनि यो यसो कति अलिकति शीतल पनि बनाऊ भनेर यो बिस्कुट र रेडबुल खाइदिनु लाग्यो केही परेन ए मा कसम त्यो यहाँ ल्याउ त यार तिमी के विराज खोल्दै हुन्थ्यो अरे के भन्छ ए कोला 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 कतिचोटि पड्काइसक्यो त डेन्जर हिउँ पर्यो यार हो ल हिउँ पनि पऱ्यो कस्तो गर्मी खाल हुने खालको हिउँ पऱ्यो भने गएर खानु न खानु किन आउन यार खानुपर्छ नि रेडबुल नलजाउनु यार तिमी विराट भाइ त गम खाइरहेको छ यहाँ मलाई बिस्कुट नदिकन लाजै छैन मलाई त गम के हान्ने हो जे पो तिनवटा ढिका दिएँ होइन तपाईँले दुइटा त ठिक छ खानेकुरामा लाज मनाउने होइन ठिक छ विराट भाइले एक्लै खायो ए दाँदै देख्यो हामी चाहिँ क्या शीतल भयो लास्टै शीतल गरी भइरहेको थियो नि त रेडबुल खायौँ लास्ट शीतल मन्दिरको घन्टी बजा त्यो एउटा फुची फेरि केटी थियो नि गयो कस्तो हिँड्ने यार त्यो मान्छे हो म त अचम्म लाग्यो त्यो मान्छे हिँडेको हो त्यो हामीलाई भेट्न आएको थियो नि हामी आउँदा फर्स्टमा कसले त्यो लेडिजहरूको ग्रुपले भेटाएको थियो नि एकजना केटा 3 जना अनि एकजना केटी भएको ए त्यो बोक्ने होला गइसक्यो त कस्तो हिँडेको त्यो मान्छे ऊ त अझ टिक्क गरी हिँड्यो जस्तो त्यो केटो चाहिँ लम्का हिँडे यत्रो पातो लेख्ने मान्छे पनि लास्ट हिँडेको यार त्यो मान्छे त्यो कथालाई त यतै बस भन्ने खालको क्या तल्दिरहेको छ खै कथाले यतै बस भने जस्तो विराट भाइ यार हिउँ परेछ यहीँ हिउँ म यो सक्दिनँ है डेन्जर हिउँ पऱ्यो भागिएन ल साथीहरू हिउँ चाहिँ बबाल पऱ्यो हामी कुद्दैछौँ स्पिडेर लडे पनि कुद्दैछौँ अहिले हिउँ परेर पानी पर्यो भने झन् तनाव हुन्छ होइन त्यही भएर चाहिँ हिउँ त पऱ्यो रमाइलो त भयो तर पानी पऱ्यो भने अर्को तनाव हुन्छ त्यही भएर गाडी हान्नुपर्ने हुन्छ तिमीले चाहिँ रेडबुल सेडबुल खाइयो र निस्केर हिँड्यो हामी चाहिँ आइपुग्यो तलै खानु न पिसेछ केटाहरू फेरि उहाँ धमिलो देखिएछ ल गाइस अब हिउँ परेन भने मौसमले साथ दियो भने बिचमा भ्लग बन्छ नत्र भने हेरौँ के हुन्छ है त नत्र भने तल्लो बेस क्याम्पमा गएर मात्र भेट हुन्छ हाम्रो विराट भाइ तिमी घरिघरि नलडाएर तिमीलाई कसले के गरिदिएको छ र यहाँ आएर तिमी खालि लडाइ गर्छौ खालि पछाएर मात्रै किन गर्छ बाबु विराट हिउँले धरिएप्यो आज हिउँ परेर हानिराख हिउँ माथिबाट तर यहाँ क्यामेराले देखाएको छैन होला नदेखि झन् वाह 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 के लेखा छ तारा सिंह लभ रविना अम्मा मलाई सुनिदिनु पर्यो ए तारा सिंह यहाँ लभ रे यहाँ धुप रविना रे के हो यहाँ फेरि के लेखा छ बाटोभरि
सल्टी के आई लभ यु सपना। यसको सपना फेरि अहिलेदेखि चले होइन, इन्ड कहिल्यै हुँदैन। या ऱ्याप पनि होइन फेरि यहाँ पनि तपाईँ राफी पढ्नु मैले बुझिनँ। छिटो आम के लेखा छ लास्टमा चाहिँ, ए छिटो आऊ मादरहरू बडारहरू लेखेछ, मादरहरू पनि लेख्न आउने दिउँ। नेपाली टिचरले राम्रोसँग पढाएन अहिले बडारहरू लेखेछ, बाँदर लेख्न आउने बडारहरू लेखेछ। अया विराट एकदमै घाँटीसम्म त हेर, यो चिसोले मजाले हान्छ। तल गएर झैँ पारेर दाल खानुपर्छ, नेगेटिभ होइन है फेरि। झैँखटे सोचिरह होला होइन नि, फेरि त्यस्तो खाँदैनौँ हामी, हामी एकदम सभ्य नागरिक हो हामी। झैँ पारेर दाल खान्छौँ तल गएर। कसले खायो झैँखटे भाइ हिजो? नचाहिँ हाउ कुरा गर्ने हामीले हिजो दाल झैँ पारेर। सुमन लभ विराट सँगै लाग्यो। सुमन लभ विराट भने के भने? ए सुमना भने त्यसो भन्नु नि क्या, सुमन लभ विराट हुने त त्यो त कम्बिनेसनै मिलेन नि अलि होइन। कम्बिनेसन मिल्ने खालको त प्लस बनाऊ। यो मान्छेलाई यार सपनाले केही न केही त गर्दै हुनुपर्छ। यता हेर त विराट, ओ विराट यहाँ हेर न, तिमीलाई सपनाले केही न केही गर्दै हुनुपर्छ। सबै सही म सलामत त छ नि तिमी, सपना भनेर खालि रोक्नु। सपना कति अब सही सलामत छ कि छैन सोध्नु न। सपनाले यदि सोध्नु सही सलामत छ कि छैन सपना। विराट त अब होइन कि विराटलाई सपनाले केही न केही चोट दिएको छ जस्तो लाग्यो क्या मलाई। तिमी धेरै भयो सपना भनिरहेको होइन। यो मान्छेहरू यतातिर आएको मान्छे सबै लप परेको मान्छे मात्रै आउँछ कि सबै प्लस प्लस। हामी सिङ्गललाई नचला है तिमीहरू, मारिदिन्छु म घाँटी निचारेर फेरि। के भन्ला पोज देखा त कसले पठाइदिन्छ? जति लोक पारेर बस्छ बोका, फेरि त्यसले भने गुरु नै उहाँ हो ब्यारे। क्लासिक बोका देवेन्द्र पछिकै मिस्टर सुजन श्रेष्ठ एन्ड विराट भण्डारी। रक द लाइफ, लिभ इन द माउन्टेन्स। अरू भन न तिमीलाई म कामको बाल छैन हामीलाई, हेर्नु एक झड्कामा आइन्छ काम न साम भन्दै। अनि अरू भन किन कुरा अर्कोतिर मोडे बाबु, फेरि कन्टिन्यू गर नि त्यसलाई। कुरा अर्कोतिर मोड्दिउँ, बाटो यतातिर सोधिदिउँ, तपाईँको घर कतातिर चल्दिउँ, मेरो स्कुटी अन गरेर घरतिर गइदिउँ। अस्मिकार गिरे यार, यो मान्छे लप परेको मान्छेहरू धेरै आउँदो रहेछ। हामी सिङ्गल बेकार आएको थियो। बिन्दुको नै रहेछ हो बिन्दु, हामी यार बन्दना बिन्दु। हामी सिङ्गल मान्छे आउने ठाउँ होइन रहेछ खाएर खासमा। यो कपाल आउने ठाउँ रहेछ यार। तपाईँ नि सुजन प्लस अर्कोबाट लेखेर पठाइदिनु। सुजन प्लस श्रेष्ठ लेखिदिनु। एस प्लस एस हुने त पछि बुझिदिरहेको भए हुने त पछि सुजन श्रेष्ठ त हो नि। सुजन श्रेष्ठ हो हजुर। अब हामी यो सर्टबाट ठाडै जान्छौँ खरमरम। कता यता ढकेल्दै लाने यताबाट यहाँ धेरै घुम्नु हुँदैन कि, सिधा सिधा बाटो जाने होइन 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 हो नि। यो बौला मार्छु जान्छ केटाहरूले। यो लाउनु छोड्यो मलाई, प्लिज प्लिज। यो उकालो हिँड्नु अहिले त यार मलाई कसम एउटा जुनी फेरे जस्तो भएको थियो मलाई त। कम गाह्रो भएको थियो कसम भने। त्यो पुरै के थियो त्यो छाती नै यहाँ माथि त्यो बेलुन फुल्लिएको त फुल्ले भइरहेको थियो क्या। भट्याक 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 पुरै कानले सुनिने कि त्यो यस्तो गाह्रो भएको थियो। खोइ कसरी ब्यालेन्स गर्नु अब, त्यो कन्ट्रोलर थिएन, घुमाएर कन्ट्रोल गरौँ भने स्विच भए त प्याट थिचिदिने कन्ट्रोल भइहाल्थ्यो। के गर्नु सक्दै सकिँदैन त, पुरा भ्याँ भ्याँ भएको छ। अब सासै रोकेर कन्ट्रोल गरेर बस्नु भने आफै फुस्केला हुने टेन्सन गाह्रो छ नि होइन। ओ यो मान्छे पनि लप परेको रहेछ ल, यहाँ लेख्न थाल्यो। ओ यम ओ यम मम, ए उसको फेरि छुट्टै लप डिप लप रहेछ।
के हो त्यो चाहिँ इमोजी इमोजी बास ल एउटा फोटो खिच्नु यस्तो हो कि विराट तिमीले जानेन बिगारिदिउ कि नबिगारिदिउ ल वाला बनाउला थियो फेरि होस् ल यतिको लभ पर्नुपर्छ है त्यस्तो खालको लभ परेर भएन यस्तो खालको लभ पर्नु पर्यो त्यस्तो खालको लभ खासै टिक्दैन नि फेरि के निकाल्नु ए तिमी लभ गर्ने चाहिँ तिमी चुच्चो चाहिँ मैले पारिदिनु पर्ने यस्ता मान्छे ल ए दाइको नि दादा यतिको भाइ चाहियो है फेरि सक्दैन नि फेरि आछु खुट्टा यहाँ एक हात गाडी छ भिडियोको तालमा थाहा नै छैन मलाई फेरि ओ दाइलाई जबरजस्ती लभ गर भनेर माथिबाट विवेक गर विराट ओ विराट विवेक गर भन्दछ त के हो विकास ए विकास रहेछ अब दिदीहरूको म पनि लेखेको न मै नि ए दिदीलाई अलिक टाढै राख तिमी धेरै नजिक नल्याऊ यहाँ हेर त ओइ ओ भाइ ओ सोल्टी नजिक नल्याऊ के टाढै राख के गर्नु यस्तो सज्जन मान्छे नि आउँछ यस्तो फटा मान्छे नि आउँछ यहाँ तिमीहरूलाई त भेट्यो भने नि म यस्तो फुक्लाइलाई प्रिङ हान्छु बाटो बाटो बेजत गर्दै हिँड्छौ तिमीहरू राम्रो आर्टिस्ट बनाऊ यस्तो खालको आर्टिस्ट त नबनाउ नि यार तिमीहरू एकदम गाह्रो छ ल ल ल विराट भाइ यार धेरै बेला होइन आऊ तिम्रो यहाँ लभ सप गर्दा गर्दै तलतिर झप होला जस्तो भइसक्यो यहाँ कुरी आज आएर बुझेँ नि विराट भाइ मैले तिमीबाट धेरै चित्त दुख्यो मलाई अहिले भर्खर आएर मलाई दाइमा नै नभइन तिमीले मेरो मलाई दाइ है पर्दैन भाइ म कसो हिँड्दै हान्ने क्या खेलौँ न मजाक गर्थ्यो भाइले मलाई सधैँभरि माया गर्छ नि फेरि अहिले पेट्रोल झिकेर फालिदिन्छु त्यो अन्त आउँछ पेट्रोल कहाँ अन्त त्यो बुढा ए यार भिडियो त बनाइछ तर यहाँ ब्याट्री चाहिँ छ ए रहेछ ब्याट्रीले एकदमै गाह्रो बनाइरहेछ होइन धन्न टिकिरहेको छ यार विराट हाम्रो फेरि डेन्जर हो हिँड्नै कहिले हिँडे मान्छे यत्रो पुरै हाइक 8 घन्टा जाने 8 घन्टा फर्केर आउँदा 3 घन्टा 8, 9, 10, 11 घन्टा 9 ने 11 घन्टा हिँड्यो नि फेरि कहिले नहिँडेको मान्छे खतरा हो बबाल हो ए भयो रिस नगर न अरूलाई आफ्नो चाहिँ लेख्ने अर्काको रिस गर्दै हिँड्छ अरूको आफ्नो चाहिँ लेख्छ अरूलाई रिस गर्दै हिँड्छ यार कि त आफू नि लेख्नु भएन यहाँबाट हामी पुगिन्छ तलै अस्तिर बसिन्न के अरे ओइ नलडौँ न भन्यो विराट किन के भन्नु हो ल साथीहरू मेरो चाहिँ ब्याट्री सकिन लाग्यो सकिन लाग्यो बाई बाई फोन चार्ज पनि डाउनसँग लिइरहेको छैन के कारणले हो बाई बाई यो मान्छे चाहिँ यतिसम्म फटा मैले 2% चार्ज हुँदासम्म यो चाहिँ मैले भिडियो रेकर्ड नगरेँ भने विराटहरूले भाइले अघि मलाई के भनेको थियो बोका भनेको थियो हो खासमा चाहिँ कुरा के रहेछ भन्दाखेरि हिजो हामी 10-11 बजीतिर तल खोलाबाट माथि आयौँ के अरे बगाम म ठाउँको नाम फेरि एकदम चाँडै बिर्सिहाल्छ बगाम भन्ने ठाउँमा आएर बस्यौँ त्यहाँ आएर होमस्टेमा बसी उता सुरुमा गएर उता गयौँ आउने बित्तिकै अनि हामीले खाना अर्डर गरेका थियौँ त्यहाँ चाहिँ 2जना सिस्टर हुनुहुन्थ्यो हो अनि उसलाई चित्त नबुझेको कुरा चाहिँ के अरे भन्दाखेरि मास्क लगाएर आयो रे होइन हामीलाई त्यहीँ बस्छ भनिरहेको थियो हामी चाहिँ अर्को ठाउँमा आएर सुत्दै हिजो अनि सुरुमा चाहिँ उनीहरूले मै बस्छ भनिरहेको थियो अनि विराट भाइलाई मन नपरेर चाहिँ मास्क लगाएर घुम्नु पनि हो तर खासमा कुनै पनि ठाउँमा गेस्टको अगाडि सर्भ गर्नु जान्छ भने मास्क लगाएर कहिले पनि जाँदैन है मास्क लगाएर आइरहेको थियो उसलाई चित्त नबुझेको कुरा गुड हो
तर उसको इन्टेन्सन चाहिँ अर्कै रहेछ क्या कस्तो अर्कै हो र उसलाई मार्क्सलाई लास्टमा अरू कुरा फुस्छ के फुस्कायो भन्दाखेरि उसले अर्कोले त मुख देखाइरहेको थियो अलिअलि अनि दुइटाले मुख देखायो भए म त्यही भनिदिन्थेँ अरे म्यासलाई को थाहा प्रुभ भयो नि त आफैले प्रुभ गरे भने मैले त होइन आफैले भन्यो मैले सोसल इन्टरेक्सनको लागि पो भने त अब नेगेटिभ लिनु तपाईँ बोका नेगेटिभ लिँदो रहेछ मलाई क्यामेरा अफ गर्न लगाइ अझ त्यत्रो गुनासो पोखेको अरे विराट भाइले लास्ट फटा भन्छ रहेछ ठिक छ यो थाकियो यो कुरा उमेरको कमाल रहेछ भाइ अब यहाँ यस्तो यति साह्रो त मैले यति 2% ब्याट्री पनि माया नगरिकन तपाईँहरूलाई विराट भाइको गुनासो पोखिदिएँ मैले तर गुनासो जेनुन हो मार्क्स लाएर कुनै पनि गेस्टको अगाडि चाहिँ जाँदैन यस्तो हो कुरा है त ल हामी चाहिँ टक्क एउटा सिनेमेटिक लागि लगत्तै खिचिहाल्यो म त त्यो गाउँ भन्नु ठानेको यार एकचोटि त तलतिरको हिउँ रहेछ भने गाउँ भन्नु ठानेर